लङगाउँ जाँदैछौँ। लङगाउँ आइसक्यो हामी। चाहिँ लङगाउँ आइसक्यो। सटै छ यस्तो छ बाटो। आयो लङ आयो लङगाउँ आइसक्यो हामी। ओ माई गड यो चाहिँ हाम्रो घरको हाम्रो गाउँको नजिक हो। हाम्रो गाउँबाट त्यस्तै आधी घन्टामा आइपुग्छ। बाइकमा आधी घन्टा पनि लाग्दैन। त्यही भएर हामी आएको छौँ आज घुम्नलाई। यो र हेरेर रमाइ के अरे मनोरञ्जन लिइदिनु होला। धन्यवाद स्वागतम एभ्रिथिङ। बाइकको पावर चाहिँ खतरा छ है। बाइकको पावर हामी 2 नम्बरमा यस्तो उकालोमा 2 नम्बरमा चढ्या खाम। अझै डबल लोड। त्यही नै हो गाइस। बाई। यहाँ चाहिँ हाम्रो देउता हुनुहुन्छ। हामी चाहिँ यस्तो छ भ्यू। त्यो पारिको चाहिँ हाम्रो गाउँ हो। यो चाहिँ लङ भयो। उहाँको लाचो यताको हाम्रो गाउँ। त्यही नै हो गाइस। वाह दामी छ है दामी। लङगाउँमा हिँड्दैछौँ। लङ हेलो गाइस हामी चाहिँ अब रिवानतिर जान्छौँ। रिवान त्यस्तो छ है। ओ माई गड लङगाउँमा फुलेको बाई बाई। ल गाइस हामी चाहिँ अब लागेको रिवानतिर। हाम्रो पुर्खौली नै हो भनौँ। तर हाम्रो बुढो गाउँ बुढो घर। अब म फेरि यस्तो खतरा वर्ड युज गर्दैछु कि बुढो घर भनौँ कि गाउँ भनौँ कि के सबै। म चाहिँ यहाँ छु। गाइस हामी चाहिँ रुवाङकै पछाडि लान्छ। पछाडि यो दामी ल गाइस त्यति नै हो। स्टे ट्युन। म हाम्रो रिवानको घर पनि देखाउँछु। रिवान पनि गएको देखाउँछु त। ल गाइस बाई। ल गाइस हामी चाहिँ रिवान जाने बाटोमा आइसक्यौँ। पाते खोला भन्छ। र यतै हामी रिवान जाने बाटो चाहिँ यही हो। हाम्रो रिवान गाउँ यो। तर बाटो चाहिँ एकदम खत्तम छ। रुवानको भन्दा त बेसरी खत्तम। गाइस त्यही हो। हामी जाँदैछौँ रिवान गाउँ। ल गाइस रिवान आइपुग्न लाग्यो हाम्रो गाउँ। ओ माई गड वाट द ल गाइस रिवान आयो। ओ बनकुखुरा गयो तल। बनकुखुरा
आइसक्यो है गाइज गाइज कसरी भन्ने यहाँ म यहाँ छु अस्ति अफरोड छ थाकिसक्यो हामी लगभग त्यस्तै 15-20 मिनटमा चाहिँ लङबाट खरामुख पुग्यो खरामुखबाट चाहिँ रिभान आउँदाखेरि त्यस्तै 30 मिनट जति लाग्यो भनौँ गर्दाखेरि टोटल अँध्यारो हुन लागिसक्यो यस्तो छ है गाइस बाटो चाहिँ बाटोको हालखबर यस्तो छ ओ दामी यस्तो छ यस्तो त्यो डाँडैमा मेला लागेछ गाइस हामी चाहिँ रिभान गाउँ आइसक्यौँ रिभान गाउँ यो तलको चाहिँ भेडाबारी हो त्यहाँको अहिले देखाउँछु म मात्र गाइस हाम्रो गाउँ अब यहाँबाट हेर्नु यस्तो दामी देख्छ उए खतरा गाइस हामी चाहिँ आइसक्यौँ यो चाहिँ हाम्रो रिभान गाउँ यहाँ छ उता चाहिँ भेडाबारी हो उताको लुवाङ हो अनि यता धम्पुस अनि यता अस्ट्रेलियन क्याम्प सबै छ यता अनि यता लाचोक उतापट्टि घाचोक उतापट्टि पोखरा हो पोखरा यो घाचोक यो लाचोक म अहिले छु रिभान यो ल गाइस हामी चाहिँ आइसक्यौँ हाम्रो प्यारो रिभानको मैले हो त्यो राखेको यता छ यो लाइटर यहाँ छ हाम्रो प्यारो रिभान गाउँको म ओ गाइस मेरो 97 ल पानी पर्यो रिभान गाउँ पाएँ हामीहरू चाहिँ म यहाँ छु ल गाइस आज चाहिँ हामी यहाँ रिभानको बाटो हिँड्दैछौँ यहाँ चाहिँ मसँग यहाँ छन् पछाडि ल यहाँ चाहिँ हेमन्त गुरुङ यहाँ चाहिँ युग गुरुङ यहाँ देख्यो कि देखेन होला यहाँ टावर्स बाल त हिँडेको ल गाइस बाई बाई हामी चाहिँ रिभान गाउँमा छौँ रिभान गाउँ भनेको मेरो गाउँ पानी पर्यो बाई बाई हामी घर गएपछि र आजलाई यति हुनेछ लुवाङदेखि रिभानको जर्नी देखाइयो त्यही हो र बाई बाई